होइन यो ट्राफिक प्रहरी के गरिरहेछ यस्तो जान्छ बा त्यो मान्छेले किन ट्राफिकलाई गाली गरेको मान्छेहरूले आफै जाम गराउँछन् र एकछिन जाम खोल्न ढिला भए उल्टै ट्राफिकहरूलाई गाली गर्छन् छोरा मान्छेहरूले किन यस्तो गर्छन् बा खै छोरा यदि ट्राफिक नभए दुर्घटनाको दर बढ्छ मापसे र लापसे गरेर मान्छेहरूले अनेकौं घटना निम्ताउँछन् समयमा ढुक्कसँग आफ्नो गन्तव्यमा पुग्न सकिँदैन बाटोमा हिँड्ने मान्छेहरूलाई शुद्ध शास्ति हुन्छ छोरा अनि किन मान्छेहरूले यो कुरा बुझ्दैनन् त बा बुझेको भए त ट्राफिकले किन घन्टौं बाटोमा बसी धुवा र धुलो खानु पर्थ्यो र छोरा उनीहरू पनि त हामी जस्तै हुन् नि उनीहरूलाई पनि गर्मी हुन्छ जाडो हुन्छ थकै लाग्छ एकछिन जाम भए मान्छेको चर्को गाली खानु पर्छ साह्रै गाह्रो काम छ छोरा ट्राफिक प्रहरीको म पनि अबदेखि ट्राफिकहरूको इज्जत गर्छु बा र सधैँ ट्राफिक नियमको पालना गर्छु है बा स्याबास छोरा